रातिको 12 बजे होइन 12 बजेदेखि पढ्न थाल्थ्यो 3:30 बजेसम्म 13 महिनासम्म काम गरेको छु ब्रेनको डाक्टर भन्नुपर्छ अब बन्नु धेरै गाह्रो सिमेन्टीलाई कति माथि चढाउनु पर्छ बालुवा चढाउनु पर्छ होइन त्यति गाह्रो हुन्थ्यो नि केटाकै हाँसो आउँथ्यो कि त्यतिकै सोच्थ्यो दिएपछि नि डाक्टर भन्छु मतलब भन्छु भन्नु म 6 महिना लेट गएको छु हाम्रो तर्फ त्यस्तो हस्पिटलहरू केही छैन हामीलाई केही भयो भने एउटा जनकपुर जाने न त विराटनगर न त राजभोग कतिपय पेसेन्ट त बाटैमा मर्छ रिजल्ट आउँदा मतलब कतिजना हुन्छ नि खुसी त्यस्तो हाम्रो खुसी केही थिएन मतलब दुःख नै खाएको थियो नि गरिब भएपछि आफ्नो जुन आफन्त हुन्छ नि त्यो पनि छोडिन्छ अनि साथीहरू पनि के गर्छ नि आज पनि ब्याकग्राउन्ड पढ्ने काम गरिरहेको कहिलेकाहीँ जीवनले हामीलाई यस्तो गाह्रो परीक्षा लिन्छ कि धेरै जसो मानिसहरू त्यही हार मान्छन् तर कोही हुन्छ जसले आफ्नो थकाइ अभाव र पीडाले नै आफ्नो शक्ति बनाउँछ हो आज हामी त्यस्तै एक वास्तविक योद्धाको कथा सुन्न गइरहेको छौँ। सिराहाको बरियापट्टी गाउँपालिका 2 श्रीपुरका दलित समुदायका सत्यनारायण साथीलाई बधाई दिने मान्छे नमस्ते सबैजना, मेरो नाम कृतिका डाइनी। हाल राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान गोराइदाङमा अध्ययनरत सेकेन्ड इयर मेडिकल स्टुडेन्ट। हजुरहरू सबैले मेरो पोडकास्ट सिरिजमा धेरै स्वागत छ। अनि आजको पोडकास्ट एकदमै स्पेसल छ किनभने हामी माझ हुनुहुन्छ एकदमै मेहनती, डेडिकेटेड र हार्डवर्क पर्सन सत्यनारायण साथी। उनको यो जर्नी एकदमै इन्सपायरिङ छ। पारिवारिक आर्थिक अवस्थाका कारणले दिनभरि काम गर्दै र राति पढाइलाई निरन्तरता दिँदै आज उनले एमबिबिएस तर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेका छन् र आज उनीबाट हामी उनको सङ्घर्ष, सफलता र सपनाको कहानी नजिकबाट बुझ्नेछौँ। सबैभन्दा पहिला चाहिँ एकदमै धेरै कङ्ग्रेचुलेसन एमबिबिएस तर्फ नाम निकाल्न सकेकोमा। हाम्रै राप्तीमै हाम्रो जुनियर। सो कस्तो लागिरहेछ तिमीलाई आज? धेरै राम्रो लाग्दैछ एउटा होइन मोटाले लागेको छु मलाई लागिरहेछ। सुरुमा चाहिँ तिम्रो इन्ट्रोडक्सनदेखि सुरु गरौँ न। तिम्रो नाम? नमस्ते, मेरो नाम चाहिँ सत्यनारायण साथी हो। म चाहिँ सिराहा जिल्लाको बरियापट्टी 2 सिरिपुरमा एउटा झोपडीमा बस्ने हो। प्लस 2 चाहिँ कतादेखि गरेको तिमीले? म चाहिँ प्लस 2 अर्को विराटनगर। 10 चाहिँ मैले 1देखि 5सम्म श्री जनता धारपुर श्रीपुरबाट नै आफ्नै गाउँबाट गरेको छु। अनि 6 to 10 मैले चाहिँ श्री जनता सेकेन्ड्री प्राविधिकदार बरियापट्टीबाट सरकारी स्कुल हो। तिमीलाई अहिले एमबिबिएसमा नाम निकाल्यौ नि त, तर म एउटा डाक्टर बन्छु पछि गएर प्लस 2 पछि डाक्टर बन्छु भन्ने सपना थियो कि इन्जिनियरतिर थियो? कस्तो थियो तिम्रो सपना चाहिँ? हामी चाहिँ मतलब गरिब परिवारबाट छौँ होइन। हामीले चाहिँ यत्रो ठुलो सपना हेर्दैनौँ कि डाक्टर बन्छु इन्जिनियर। मेरो घरमा चाहिँ मेरो आमाले नि विभिन्न रोगसँग लागिरहेको थियो कि कहिले गाउँको दुख्ने कहिले धड्कन बढ्ने होइन विभिन्न किसिमको होइन। अनि विभिन्न डाक्टर झाँक्रीहरू लिएर जान्थ्यो होइन। अब जहाँ भन्थ्यो नि मान्छे दुःखको बेलामा जहाँ भन्यो नि जसो त्यहाँ गइदिने हो कि। अनि भन्दै मैले गएँ कुनै हस्पिटलमा। अनि त्यति बेला म 9 कक्षामा पढ्थ्यो। अनि हस्पिटलमा जाँदाखेरि नि अब मम्मीले यहाँ पढाइरहेको छ होइन, अलिक कराइरहेको छ। अनि डक्टरले भनेको छ केही भएको छैन उसलाई। अनि मम्मीले भन्दैछ कि टाउकोमा मलाई किरा जस्तो घुमिराखेको छ होइन यहाँ। अनि मलाई त्यति बेला नै मतलब मनबाट आयो कि होइन मलाई चाहिँ ब्रेनको डाक्टर बन्नुपर्छ। तर मलाई यो थाहा थिएन कि यो एमबिबिएस गर्नुपर्छ, यो सिई के हो त्यस्तो थाहा थिएन। प्लस 2 पछि थाहा पाएको कि सी हुन्छ भनेर कि प्लस 2 मै पढ्दाखेरि थाहा पाएको? प्लस 11मा यहाँबाट विभिन्न भाइब्रेन्टबाट जान्छ, जेमबाट जान्छ, निमाबाट होइन। उहाँहरूले हाम्रो क्लासमा सोध्यो होइन यो सी भनेको के हो, मलाई केही थाहा थिएन। यो सी के हो, इन्ट्रान्स गर्दाखेरि तयारी गर्छ, त्यसपछि एमबिबिएस डाइरेक्टै मतलब त्यति बेला सोध्थ्यो कि ब्रेनको डाक्टर नै बन्छ अनि सहयोग गर्छ। थाहा थिएन सी के हो, एमबिबिएस गर्नुपर्छ के गर्नुपर्छ एमडी। यो त रुपियाँमा आएर नि अब सरहरू यहाँबाट भाइब्रेन्ट गयो होइन। अनि उहाँहरूले सिकाउँदाखेरि यस्तो हुँदो रहेछ, यस्तो प्रोसेसमा हो। त्यसपछि चाहिँ प्लस 2 मै 11देखि नै तिमी प्रि मेडहरू लिएको कि प्लस 2 पछि नै स्टार्ट गर्यौ पढ्न चाहिँ? म प्रि मेड लिएको थिएन, तर मैले बुक लिएको थियो एक्चुअलमा। किनभने मलाई त्यति बेला मोबाइल नै त्यत्रो राम्ररी चलाउन आउँदैन थियो। मैले नेउको ल्याएको थियो त्यति बेला
बुक ल्याएको थियो होइन 3000 ल्याएको थियो अनि यही बुक हेरिरहेको थियो बट पढ्दैन थियो त्यतिकै थियो कहिले अनि पारिवारिक आर्थिक अवस्थाले गर्दाखेरि यो प्रिपरेसनमा केही बाधा पुराको धेरै त्यस्तो थियो। अब मैले जब 9 मा पढ्दा 10 मा पढ्दा मेरो बुबा चाहिँ कतारमा बस्नुहुन्छ होइन त्यति बेला पुरै मजा त्यति बेला पुरै फ्यामिली राम्रो चलिराखेको थियो होइन। जब 11 मा गयो नि तब त्यहाँ वर्ल्ड कप भयो फिफा वर्ल्ड कप के कतारमा भयो अनि मतलब मेरो बुबालाई त्यहाँबाट ट्रान्सफर गरिदियो अनि घरमा आउँदाखेरि मम्मीलाई यतिकै दुख्छ त्यतिकै खर्च भइरहेको थियो धेरै होइन। अब आउँदाखेरि अब मैले त्यति बेला ड्राग लिएर पढ्नु गयो अनि ड्राग लिएर पढ्दाखेरि अब रुम लिएर अतिकै कलेज फी तिर्नुपर्छ होइन। अब बुबा त्यसपछि घरबाट घर कतारबाट घर आइसक्यो अनि त्यहाँ धेरै नै गाह्रो हुन थाल्यो। त्यसपछि पैसा होस्टल फी त्यहाँ रुम फी कलेज फी अब कम्पी किताब यतिकै गाह्रो हुन्छ। अनि टुवेल्भमा जाँदाखेरि मेरो बुबाले अब अरूसँग कर्ज लिएर मलाई पठाएको छ +2 मा मतलब पढ्नको लागि। अनि +2 जब क्लियर गरिसकेपछि नि अनि हामी भन्यौँ कि अब इन्ट्रान्स प्रिपरेसन गर्नुपर्छ अनि इन्ट्रान्स प्रिपरेसन गर्नुको लागि अब काठमाडौँ जानुपर्छ। आएँ आउँदाखेरि मैले बालकुमारीमा बसेको छु होइन। हामीले बालकुमारीबाट नि हिँडेर नै जान्थ्यो भाइ जहिले हिँडेर नै जान्थ्यो किनभने पैसा दिएन त्यत्रो होइन। 1.5 महिना बसेँ अनि फर्कियो आर्थिक अवस्थाको कारणले त्यहाँबाट फर्किहाल्यो आयो घरमा। अब घरमा आउँदाखेरि यतिकै समस्या त होइन। अनि मैले गइदियो मुम्बई इन्डिया गएको थिएँ मुम्बई गएको थियो अनि मुम्बईबाट केही दिन बस्यो होइन। त्यहाँ पनि म काम गर्नको लागि गएको थियो गाउँको थियो होटलमा होइन। अनि त्यहाँबाट अब फर्किएँ होइन मुम्बईबाट फेरि तयारी गर्न थाल्यो होइन। तिम्रो घरमा चाहिँ तिमी को हुनुहुन्छ भाइ बहिनीहरू? मेरो चाहिँ 2टा बहिनीहरू हुनुहुन्छ एउटा दिदी अनि म बाबु जेठो छोरा छु एउटा भाइ छ। त्यसो सबैले त तिमी मात्रै नभएर सबैले त पढाउनु पर्यो होइन। घर पनि चलाउनु पर्यो होइन। बुबाको एज पनि 56 हो होइन। अनि गाह्रो बुबालाई पनि गाह्रो हुँदै रहेछ। त्यो प्रिपरेसन चाहिँ तिमीले कति ड्रप लिएको? मैले चाहिँ फर्स्टचोटि बहिले आएँ त्यति बेला मैले एक्जामै दिएन होइन। एक्जाम सेकेन्डचोटि दिँदा अब रिजल्ट के भयो मलाई थाहा छैन। रिजल्ट आएन अनि थर्डले दिँदा यस्तो भयो। जब रिजल्ट आउँदाखेरि म चाहिँ अब मेरो अङ्कललाई लिएर म चाहिँ मेरो अङ्कल र मेरो आन्टीलाई चाहिँ एक्सिडेन्ट भएको थियो जनकपुरबाट आउँदाखेरि। त उहाँलाई जनकपुरमा हाम्रो तर्फ त्यस्तो हस्पिटलहरू केही छैन। हामीलाई केही भयो भने एउटा जनकपुर जाने न त ड्राग लगाऊ न त धरान कतिपय पेसेन्ट त बाटैमा मर्छ होइन। अनि कसैलाई त्यतिकै बेला अब जनकपुरमा मेरो अङ्कल र आन्टीलाई रिफ्युज गर्यो होइन। अब त्यति बेला हामी काठमाडौँ आयो। काठमाडौँ आउँदाखेरि केएमसी हस्पिटलमा मेरो आन्टी बित्यो बाटैमा मेरो अङ्कललाई मैले थियो त्यहाँ। अब मेरो आन्टीहरू पनि उहाँहरू नेपाली बुझ्दैन थियो अनि त्यतिकै बेला अब आयो हस्पिटल आउँदाखेरि त्यतिकै गाह्रो भइरहेको छ। यसकै थियो अनि रिजल्ट आयो होइन। अनि रिजल्ट आउँदाखेरि म आफ्नो अङ्कललाई पनि सुनायो कि यस्तो यस्तो छ भनेर। अङ्कलले भन्छ हुन्छ अरे हुन्छ तिम्रो हुन्छ केही विश्वास राखेको हुन्छ तर मतलब धेरै आँटिएको होइन। जब रिजल्टै आइहाल्यो नि यस्तो भएको छ भनेर नि तब रिजल्ट आउँदाखेरि नि मतलब रिजल्ट आउँदा मतलब कतिजना हुन्छ नि खुसी त्यस्तो हाम्रो खुसी केही थिएन मतलब दुःख नै छाएको थियो कि मतलब त्यसपछि पनि अझै कति धेरै राम्रो छ होइन। अब मतलब त्यहाँ होस्टल फी कस्तो हुन्छ होइन कम्पलसरी छ कि रुम फी कस्तो हुन्छ होइन पुरै टेन्सनमा छु कि। अब हस्पिटलमा त्यो अङ्कल लिएर छु आफू पनि त्यत्रो टेन्सन छु नि कि मतलब दिमागै खराब भइरहेको छ त्यहाँ हस्पिटलमा होइन के गर्नु। त्यसपछि अङ्कललाई लिएर घर आयो घरमा सुनायो यस्तो यस्तो छ होइन। अब बुबाले नि सुत्ने बेलामा सिधै भनेको थियो होइन छोरा सक्दिन भनेर। मतलब तिमीले एमबिबिएस नाम निकालिसक्यौ अनि एमबिबिएस नाम निकालिसक्यो म सक्दैन भनेर भन्नु। मेरो बुबालाई म भने कि यस्तो मेरो नाम निस्किएको छ होइन अब त होस्टल फी तिर्नुपर्छ यो त्यो भन्नु मेरो बुबाले सिधै भने त्यो कहाँबाट म तिर्छु। तिमीले त्यो चाहिँ अब इन्ट्रान्समा नाम निकालिसकेपछि पुरा भयो। इन्ट्रान्समा प्रिपरेसन गर्दाखेरि चाहिँ तिमीले सेल्फ स्टडी सबै सेल्फ स्टडी गर्यो कुनै तिमीले लाइक 3वटा इक्जाम दिएको होइन। अनि फर्स्टचोटि जाँदाखेरि चाहिँ फर्स्टमा 2 महिना मात्रै काठमाडौँ बसेको 1.5 महिना ओके 1.5 महिना मात्रै काठमाडौँ बसेको त्यसपछि आफै प्रिपरेसन आफै घरमै पढिरहेको थियो। अनि कहिले काहीँ अब के हुन्थ्यो नि अब घरमा पढ्नु पर्दैन अनि अनि त्यसपछि अब आयो भने बिल्डिङमा पनि काम गर्न होइन मतलब किनभने अब घरको पनि हेर्नुपर्छ भाइ बहिनी होइन बुवा थियो अनि घर पनि चलाउनु पर्छ। अनि त्यो भएर मेरो आन्टी पनि काम चलिरहेको थियो होइन।
अनि त्यति बेला म भने कि अब त्यही काम गर्छु भनेर होइन। अब त्यस्तो कहाँ सोचिन्छ कि +2 गरेपछि हाम्रो तर्फ ट्युसन पनि पढाउँछ नि, महिनाभरि पढाइदिन्छ, गार्जेनहरू पैसा दिँदैन, त्यस्तो काम गर्छ कि हाम्रो तर्फ। त मतलब अब के गर्नु तिम्रो त ट्युसन पढाउनु जान्थ्यो तर ट्युसन पढायो तिमीले पैसा दिँदैन भने बिल्डिङमा गयो, बिल्डिङमा गएको बिल्डिङमा गयो अनि पनि चलिरहेको थियो होइन। अनि त्यतिको बिल्डिङमा काम गर्न थाल्यो। अब बिल्डिङमा काम गरेर 8 बजेदेखि 6 बजेसम्म गर्थ्यो काम बिल्डिङमा। अब यहाँबाट आउँदा 7 बजेसम्म, 7 बजे म सुत्थ्यो, 7 बजे सुतेर अनि 12 बजे उठ्थ्यो। रातिको 12 बजे 12 बजे रातिको 12 बजे होइन, 12 साढे 12 बजेदेखि पढ्न थाल्थ्यो 3:30 बजेसम्म, फेरि सुत्थ्यो होइन। र फेरि यतिकै रुटिन मतलब उसले काम गर्न थाल्यो। कमसेकम 13.5 महिनासम्म काम गरेको छु बिल्डिङमा होइन। अनि पढाइ चाहिँ लाइक बुकदेखि पढ्थ्यो नि, युट्युबको भिडियोहरू हेरेर? मैले एउटा होइन, मैले चाहिँ मेगा फिजिक्स पढ्थ्यो, जिआरईको बोर्ड जियोलोजी पढ्थ्यो, अनि केमिस्ट्री चाहिँ जेपिएनबीको अनि एउटा समीक्षाको हुन्थ्यो। बुकै पढ्थे? बुकै पढ्दैन थियो। सेल्फ स्टडी आफै गरेर कि लाइक बुकहरू पढेर, भिडियोहरू पनि केही नहेर होइन? 2 महिना मात्रै काठमाडौँ बसेर आफैले सेल्फ स्टडी गरेर काम सहित कि हामी त लाइक काम नै नगरेर पनि कस्तो हुन्छ नि त होइन, काम गरेर 12 बजेदेखि उठेर लाइक त्यस्तो धेरै नै त्यो फेज आयो नि, जसले सजिलो मार्ग छैन, धेरै गाह्रो हुन्छ नि। कतिपय मान्छे नि मुखमा आएर भनिदिन्थ्यो होइन, अब यो पढ्दैन होइन, पढ्ने लायक छैन होइन, ऊ पागल भइसक्यो होइन, अब मुखमै भन्थ्यो कि तर केही बोल्दैन थियो त्यति बेला, साइलेन्ट बस्थ्यो। परिवारको मान्छे अब यति ठुलो सम्बन्धित हुँदैन भने तिमीले गाउँको मान्छेहरू कसरी भने जस्तो मतलब त्यस्तो ठुलो नि सबै हेर्दैन कि, धेरै भयो भने नि 10 गर्ने हो, विदेश जाने, मतलब +2 गर्ने हो। एकैचोटि हामी नि खाडीको मात्रै सपना हेर्छौँ, खाडी जाने, +2 गर्ने खाडी जाने यति मात्रै हेर्छौँ, अरू किन त्योभन्दा बढी हेर्दैन सपना। अब हेर्छ धनी मान्छेहरूले, तर हामी हेर्दैनौँ कि डक्टर बन्छु, इन्जिनियर। हामी चाहिँ धेरै भयो भने +2 विदेश जाने। हाम्रो तर्फमा अब दिदी बहिनीहरू धेरै भयो भने 10 नत्र +2 बिए गर्ने, त्यति मात्रै सपना चाहिँ +2 गर्ने बिए गर्ने, केटाहरू चाहिँ +2 अथवा 10 गर्ने विदेश जाने होइन। त्यति सपना मात्रै हेर्छ। तर त्यही पनि तिमी त्यस्तो कन्डिसनदेखि आएर म चाहिँ मम्मीको कन्डिसन हेर्दाखेरि म चाहिँ अब डक्टर बन्छु, डक्टर पढ्छु भनेर त्यो आँट आउँदाखेरि कहिले अब यति काम गर्नु पर्यो, दिउँसभरि काम गर्नु पर्यो, आफ्नो घरको आर्थिक अवस्था हेर्दाखेरि होइन म त छोड्दैन, म अब यसो गर्ने अवस्था आयो कि नै कहिले? अब हेर्नु ड्रिम चाहिँ नि हेरेको नि मनले भनेको थियो होइन, त्यस्तो अब त्यो मतलब बिल्डिङमा काम गर्नु नै धेरै गाह्रो छ, धेरै गाह्रो छ। सिमेन्टीलाई कति मान्छे चढाउनु पर्छ, बालुवा चढाउनु पर्छ होइन, त्यति गाह्रो हुन्थ्यो नि। कहिले काहीँ हाँसो आउँथ्यो कि बटमा त गर्नु पर्थ्यो होइन, किनभने कमाएर नि त काम चल्ने बेला छैन गरौँ होइन, किनभने बुबाले कमाउन सकिरहेको छैन, आमाले अहिले पनि दुःख भइरहेको छ, केही न केही भइरहेको छ कि। अनि मतलब त्यतिकै गाह्रो भइरहेको छ होइन। अनि मतलब आफू कमाएन अनि सपना पनि छैन, के भयो होइन 2 घन्टा 3 घन्टा जति वर्ष लागेको छैन, त्यतिकै सोच्थ्यो जे होस् नि डक्टर बन्छु, मतलब भन्छु भनेर म काम गर्छु, काम गर्छु, घर परिवार गर्छु, तर जति सुकै वर्ष होस् म चाहिँ डक्टर बन्छु भन्छु होइन। हामी बिल्डिङमा मात्रै होइन कि के मतलब रम्फा जानुहुन्छ तपाईँहरू, रम्फामा पनि काम गर्थ्यो, जस्तो सिजन आउँथ्यो नि त्यस्तो काममा जेमा भन्थ्यो नि मान्छे, त्यस्तो नि बिल्डिङमा काम जेमा भन्थ्यो नि, कोदालो खन्नु छ नि कोदालै भन्थ्यो, जे गर्नु छ त्यही हो। रम्फामा जुन धानहरू त्यो गर्छ नि त्योमा भन्थ्यो त्यहीमा गइहाल्थ्यो, जेमा भन्थ्यो त्योमा जान्थ्यो। अनि पढाइलाई त अब तिमीले दिउँसभरि कति त्यो तिमीले भने जस्तो सुकै अवसर आयो त्यसैमा हामी काम गर्न जान्थ्यौँ, चाहे त्यो बिल्डिङमा होस् चाहे त्यो अब जेसुकैमा ठाउँमा होस्, जस्तो अवसर आयो त्यसैमा तिमी काम गर्न जान्थ्यो होइन। अब काम गर्दाखेरि त मान्छेले फिजिकली काम गर्छ, दिउँसभरि त्यत्रो आफ्नो घन्टा काम गर्दाखेरि एकदमै थाकिन्छ नि त। अनि कहिले यस्तो थाक्दाखेरि त अनि म अब सक्दैन, म अब एमबिबिएस त ठुलो सपना हो जस्तो लागेर छोड्दिन, जस्तो चटक्क छोड्नु जस्तो लाग्यो है? कहिले लाग्यो मसँग सपना छ, म जसरी पूरा गर्छु भनेर होइन। कहिले आयो? अनि अहिले त अब तिमीले एमबिबिएसमा पूर्ण छात्रवृत्ति पायो होइन, अहिले तिमीले कस्तो लागिरहेछ? धेरै खुसी छु होइन। अब लाइक एउटा अब एमबिबिएसमा नाम निकाल्नु भनेको एउटा
एउटा जीवनको ठुलो कुर्किलो पार गर्नु हो नि त। यसपछि पनि अभियसली धेरै वर्ष छ एमबिबिएस पढ्न, एमबिबिएस पढ्ने पनि एमडी गर्नु छ। तर एउटा अब म एउटा एमबिबिएस को लाइनमा मेडिकल लाइनमा आएँ भने चाहिँ तिमीलाई खुसी लाग्यो होला। अनि घरमा चाहिँ कस्तो फिल भइरहेको थियो त्यति बेला? नामले सिकाएर त घरमा पनि त भन्ने त बुबाले पनि सक्दैन भनेर होइन। नामले सिकाएर सक्दैन। त्यो बुबामा त दुःखी भइहाल्छ होइन, किनभने अब हुन्छ नि। तर गाउँघरमा अब यस्तो पनि हुन्छ नि त, कोही मतलब सपोर्ट टाइपको धेरै हुँदैन नि त। मतलब जब हुन्छ नि उसको छोराले नाम निकाल्यो भनेर होइन, त्यस्तो त गाउँघरमा हुन्छ नि। अनि त्यतिको अनि दुःखी भइरहेको थियो कहाँबाट ल्याउनु भनेर होइन। हो गर्थेँ नि धेरै टेन्सन। तर जब म यहाँ आयो होइन, मैले एक्चुअलमा यहाँ आउँदाखेरि एडमिसन गरायो होइन। एडमिसन गराउँदा मैले हामी नि घर जाँदा नि हामी बिल्डिङमा काम गर्न बुझ्यौँ। एडमिसन तिमीले एडमिसन गर्यो, एडमिसन त्यसपछि पनि काम गर्न गएको तिमीले? एडमिसन यहाँबाट गराएर होइन, मैले बिल्डिङमा काम गर्दै थियो, 3 दिन भइसकेको थियो काम गरेको। अनि त्यसपछि त आयो कि मतलब विनोद सर होइन, उहाँले मेरो फर्स्ट डे कल गर्नु भएको थियो। अनि उहाँले आउनु भएको थियो होइन मेरो घर, नाम निस्किँदाखेरि म कल गरेको थियो। आउँदाखेरि मैले चडक्क मैले बिल्डिङमा काम गर्दै थियो 2 मास हाल्ने। अनि होइन उहाँ आउँदाखेरि उहाँले भिडियो बनायो। अनि राजेको छ उहाँले नै इन्टरभ्यू ल्याएको छ फर्स्ट डे। सर हामीले 1 to 10 सम्म उहाँले कल गर्दाखेरि नि उहाँलाई थाहा भयो होइन, उसको नाम निस्किएको छ। मलाई मेसेज गर्दा होइन, मैले एडमिसन गराएको गयो यहाँबाट होइन। उहाँले कल गर्दा त्यसपछि 2-3 अब नेता मान्छे बडाको छोड्नु छ कि उहाँको कति मिटिङ गर्नुपर्छ। अनि 3 दिनपछि आउँदा मैले बिल्डिङमा काम गर्दैछु उहाँमा। अनि त्यहाँ आउँदा मेरो इन्टरभ्यू लियो होइन। अनि म त्यहाँ मसला ठ्याक्कै मात्र मैले त्यही कामै गर्दै थियो कि मसला बनाउने। त्यस्तो होइन कि कसैले बनाएको हुन्छ नि, त्यस्तो होइन। त्यतिकै मसला नै बनाएको छु। एडमिसन गरिसक्यो, एडमिसन गरिसक्यो आफ्नो घरको परिवार त छँदै राख्नु पर्यो नि त होइन। त्यसपछि तिमीले काम गर्दै थियो ठ्याक्क तिम्रो विनोद सर त्यति बेला त्यो जो भाइरल भइरहेको छ भिडियो आइरहेको छ है अपडेटले, त्यो चाहिँ तिमीले त्यति बेलै काम गरिरहेको त्यति बेला त्यही कामै नै गर्थ्यो मलाई कि। अनि त्यो चाहिँ दिउँसभरि काम गर्दै गर्दाखेरि अनि आफ्नो पढाइलाई पनि त निरन्तरता दिनु पर्यो नि त। अनि यो पढाइ कामलाई अनि आफ्नो मेन्टल प्रेसरलाई चाहिँ कसरी तिमीले ब्यालेन्स गर्थ्यौ? मेरो चाहिँ 8 बजीदेखि होइन, 8 बजीदेखि 6 बजीसम्म काम गरेर होइन भोलि दिन। 8 बजीदेखि बिहान 8 बजीदेखि बेलुका 6 बजीसम्म काम गरेर अनि घर फर्किन्थ्यो। अनि घर फर्केपछि अनि मतलब 7 बजीदेखि म सुतिहाल्थेँ। 8 बजीदेखि 6 बजीसम्म तिमीले काम गर्यो अनि 7 बजी सुत्थ्यो तिमी? सुत्थ्यो। अनि 7 बजीदेखि 12 बजीसम्म सुत्ने हो यत्रो। 12 सुत्थ्यो। अनि सुरुमा त गाह्रो नै हुन्थ्यो किनभने बानी परेको थिएन। अनि केही दिनपछि 7 बजी 12 निन्द्रा हुन्थ्यो, सबै मतलब जान्थ्यो कि जति बडी जिउ दुख्थ्यो नि सबै हराउँथ्यो। अनि 12 बजेदेखि 12:30 बजेदेखि 3:30 बजेसम्म रेगुलर पढ्थ्यो। अनि त्यो 3:30 बजी आउँथ्यो अनि सुत्दिन्थ्यो। अनि सुतेर अनि फेरि 5-6 बजे अनि नास्ता गर्थ्यो अनि काम गर्न फेरि गइहाल्थ्यो। 8 to 6 चाहिँ काम गर्ने अनि त्यो 7 बजीदेखि 12 बजीसम्म सुत्ने। अनि 12 बजीदेखि उठेर 3:30 बजीसम्म पढ्ने अनि फेरि एकछिन रेस्ट लिने अनि त्यसपछि बिहान उठेर फेरि काममा जाने। खाना नास्ता पनि खानुलाई एकदम कस्तो लाइक त्यो लाइनको त्यो तरिकाको डेडिकेसन चाहिँ अलग्गै तरिकाको डेडिकेसन हो नि त। हामीले कहिले अब यत्तिकै कतै केही काममा गयो अथवा बाहिरै बजारतिर गयो केही गयो हामी कस्तो थकाइ लाग्यो आज पढ्दैन भनेर सुतिहाल्छ नि त। तर लाइक रेगुलरली जम्मा 2 महिना त फर्स्टमा 2 महिना काठमाडौँ गएको त एडजस्ट हुँदै जान्छ मेन चाहिँ। अनि कस्तो त्यहाँ कम्पिटिसन कति धेरै हुन्छ मान्छे अब तिमी काठमाडौँ गयो 1-2 महिना अनि त्यहाँ एकदमै धेरै कम्पिटिसन देख्यो होला नि त। अनि त्यति बेला चाहिँ कस्तो लाग्यो तिमीलाई? म निकाल्न सक्छु नि सक्दैन कस्तो लाग्यो थियो? त्यस्तो लागेको थिएन होइन। अनि सरहरूको लास्टमा पनि क्वेसन सोद्धाखेरि म भनिहाल्थ्यो। अनि लाग्थ्यो होइन नाम निस्किन्छ भने। त्यो प्लस 2 मा चाहिँ राम्रो पढाइ थियो है? मेरो फिजिक्स केमिस्ट्री म्याथ दामी थियो। बायोलोजी विक थियो। ओके बायोलोजी चाहिँ विक थियो, फिजिक्स केमिस्ट्री म्याथ। त्यो प्लस 2 को चाहिँ तिमीले कसरी प्रिपेयर गरेको अनि प्लस 2 को जर्नी भन न तिमीले? जस्तै मतलब मैले यहाँ 10बाट पास गरेँ होइन। अब मतलब मम्मीलाई समस्या थियो होइन। अनि यतिकै मलाई पनि अब केही भइरहेको थियो मतलब दुख्छु कि यस्तो 10 पछि। अनि म पढ्ने एक्चुअलीमा म 10 पछि मेरो पोइजन केस भएको छ। पोइजन केस होइन त मलाई पनि डक्टरले पनि टेस्ट गर्नुपर्छ उसले भनेर। अनि मेरो मम्मीलाई यतिकै समस्या थियो। अनि जब अब
अरू अरू कलेजमा त्यो गर्दा पनि एडमिसन बन्द भयो एडमिसन बन्द भइसक्यो मतलब लिँदैन थियो अनि त्यहाँ मेरो गाउँको 3-4 जना पढ्थ्यो अरूको कलेजमा अनि उनीहरूलाई भने तपाईँ यस्तो छ भने उहाँले सरलाई भन्नुभयो अनि सरले मलाई कल गर्नुभयो कि यस्तो यस्तो छ भाइ तिम्रो समस्या अब हामीले एडमिसन लिन्छौँ भनेर म एक्चुअलमा गएँ जाँदाखेरि अब मलाई भन्यो कि सर्टिफिकेटहरू छ कि छैन भन्यो म पनि घरमै छ लिएर आएको छैन अनि फर्म भर्न 3 दिन मात्रै बाँकी छ टाइम म एडमिसन त्यतिकै गरायो अनि त्यही बाटो फर्किहाल्यो अनि जब मैले 11 मा पढ्न जाँदा कोसी पारेको मेरो एक्सिडेन्ट पनि भएको छ इलेभेनमा पनि धेरै कुरा धेरै लेट पनि गयो एउटा कुरा त्यसमा तिम्रो एक्सिडेन्ट पनि भयो जब फर्स्टै जाँदाखेरि नि मेरो एक्सिडेन्ट भएको छ कोसी पारी होइन यतिकै पुलको पारीमा एक्सिडेन्ट भएको छ होइन त्यहाँ 2 जना नि स्पोर्टेड डेथ भएको छ एउटा खलासी एउटा साइडमा एउटा हजुरबुवा हुनुहुन्थ्यो उहाँ 2 जना डेथ भएको छ होइन अनि हामी चाहिँ त्यति बेला अब बेहोसमा छौँ अनि बसमा गएको बस एक्सिडेन्ट भयो जसले गर्दा 2 जना स्पोर्टमै डेथ भयो तिमीलाई तिमी पनि अहिलेसम्म यहाँ छँदैछ त्यस्तो भयो अनि मतलब अब त्यहाँबाट त्यसपछि अब पुलिसमा होस आयो नि अनि साथीहरूलाई कल गरे विराटनगरमा अनि 3 जना यिनीहरू आउनु भयो होइन विराटनगर मलाई लिएर त्यहाँ कोसीबारी अनि मतलब त्यसपछि हामी रातिमा गयौँ अनि मेरो साइड मोबाइल त्यति बेला त्यो मोबाइल थियो त्यो पनि गएको छ त्यही हराइसकेको छ अनि 11-12 चाहिँ तिमी ढिलो 11 चाहिँ ढिलो भयो जसले गर्दा कोर्स पनि त हल्का छुट्टी होला नि त धेरै छुटिसकेको अनि त्यसपछि तिमी कसरी म्यानेज गर्यो 11 पढ्दै 11 मा नोट्सहरू बनायो त्यतिकै टाइम पास भयो होइन अब सोचे टुमेलमा राम्रो गर्नुपर्छ अनि टुमेलमा चाहिँ रेपर 12 घण्टा पहिले 12 घण्टा पढ्न थाल्यो अनि याद छ तिम्रो के सरी जीपीए चाहिँ 3.2 राम्रो हुन्छ अनि जहिले पढ्न थाल्यो अनि के हुन्छ नि अब टुवेल्भमा तपाईँ जति नि 11 को साइज चाहिन्छ होइन जति पनि भयो नि त्यो 11 को चाहिन्छ 12 को लागि बट मतलब हुन्छ नि 12 माथि जानेर मेरो म्याथ थाहा हुन्थ्यो फिजिक्स इजी भइहाल्छ म्याथ त इजी नै लाग्थ्यो जहिले किनभने म्याथ चाहिँ नि मतलब +2 को म्याथ 11 को म्याथ मैले हस्पिटलमा हुँदा पनि घरमा पनि हुँदा नि मैले गरिसकेको थिएँ हस्पिटलमा हुँदा पढ्थ्यो पढ्ने काम गरिरहेको छु हस्पिटलमा त्यतिकै मेरो बहिनी पनि मुख नै लिएको भएको छ एक मुख होइन त्यतिकै समस्यामा होइन 14 डेज हामी हस्पिटलमा बसेका छौँ जुन कल्याणपुरमा बहिनीलाई त्यति बेला भइसकेको थियो मुख टेल होइन हामी होइन त्यहाँ गएर नि पनि पढ्थ्यो कि हस्पिटलमा पढ्दै एउटै अनि जहाँ गयो त्यहाँ पढ्थ्यो पढेको कारणले गर्दाखेरि तिमीले काम गर्दा पनि त्यो पढ्दा नि तिम्रो नाम स्कुल कारण चाहिँ त्यही हो जस्तो लाग्छ पढ्ने पढी चाहिँ अब तयारी त तिमीले सेल्फ स्टडी गर्यो भनेर भनेन सेल्फ स्टडी अनि सेल्फ स्टडी गर्दाखेरि कति कुरा त बुझिँदैन नि त अनि त्यसलाई कसैले कससँग हेल्प लिएको अथवा चाहिँ केही गरेको साथीहरूसँग कस्तो थियो मलाई साथी कोही थिएन मैले साथी बनाउँदिनँ पनि अनि मलाई कोही म कसैसँग बोल्दिनँ पनि चाहे क्लासमा बाहिर पनि म बोल्दिनँ कसैलाई मलाई बडा लाज लाग्छ होइन अब केही क्वेसन आएन भने मैले गुगलमा त्यो गर्ने होइन त्यहाँबाट भएर नै आफै अब यस्तो केही क्वेसन नि मतलब कस्तो हुन्छ भने फिजिक्स केमिस्ट्रीमा सबै क्वेसन बुझ्ने गरी मतलब त्यो पनि छैन कि केही क्वेसन घोक्ने नै खोज्छ किनभने नि जब कोही मान्छे इन्डियन मेगा फिजिक्स पढ्छ नि द्याट इज एक्सपेरिमेन्टल क्वेसन हुन्छ त्यहाँ जुन कि हाम्रो पढाइ त्यो चाहिँ घोक्ने नै हो होइन अनि चाहिँ जतिकै रिमोट हुन्छ नि त्यहाँको मलाई फिजिक्सको क्वेसन सबै नै आइ नै हाल्थ्यो अनि चाहिँ मैले एक्चुअलमा त्यो मेगा फिजिक्स पढ्दाखेरि त्यहाँ एक्सपेरिमेन्टल क्वेसन हुन्छ होइन चाहे हाम्रो इन्ट्रान्समा मैले पनि पढेको छु भने त्यहाँ पनि सिकाउँदैन त्यस्तो क्वेसनहरू तर फेरि एउटा के हुन्थ्यो नि फिजिक्स केमिस्ट्रीमा मान्छे भन्छ नि जिद्द हुन्छ नि कतिजना मेरो त्यस्तो जिद्द हुन्थ्यो नि जे होस् नि कुनै जति पनि हार्ड क्वेसन त्यो गरेर छाड्छु चाहिँ ढोकेर होस् जसरी होस् जे गर्नुपर्छ साथीहरूसँग टिचरहरूसँग पढेको छैन के गरेको 12% सोल्ली आफै पढ्यो भने 2 महिना मात्रै गएको इन्ट्रान्सको
प्रिपरेसन गर्छु भने तिमी घर फर्क्यो होइन घर फर्किँदै गर्दाखेरि आफूले कन्स्ट्रक्सन साइडमा काम गर्दै गरेर आफूले पढाइलाई चाहिँ जस्तो सुकै क्वेसन आयो भने आफैमा के आफूले म यसै सल्भ गर्छु तिमीलाई त्यो तरिका अब त कति क्वेसन हो भोग ज्ञानेछु होइन अहिलेसम्म केही क्वेसनहरू नि भोग्नु नै पर्छ लाग्छ मलाई अहिले पनि म भन्छु फिजिक्समा केही क्वेसन भोग फिजिक्स त तिम्रो स्ट्रङ थियो केमिस्ट्रीलाई कसरी पढ्यो तिमी केमिस्ट्री अलिक इजी नै लागेको थियो एकछिन लाग्थ्यो मेरो बायोलोजी धेरै टफ लागेको थियो बायोलोजी चाहिँ टफ लाग्थ्यो बायोलोजीको लागि चाहिँ बुक पढ्यो कि अथवा बुकै पढेको तिमीले मजाले इन्ट्रेस्टिङ चाहिँ बायोलोजी लाग्थेन भन्दाखेरि चाहिँ तिमी म्याथ पनि इन्ट्रेस्ट लाग्थ्यो तिमीलाई फिजिक्स पनि इन्ट्रेस्ट लाग्थ्यो तिमी इन्जिनियरतिर किन नगएको भने सपना चाहिँ डक्टरै बन्न थियो होइन मलाई त धेरै कलेज छ नि इन्जिनियरिङ पढ्नको लागि नि अप्रोच पनि मैले फ्रीमा पढाएको हुन्छु भनेर इन्जिनियरिङ कलेजहरूले प्राइभेट हुन्छ नि सब मलाई धेरैले कल गरेको छ मेरो साथीहरू पनि पढ्दैछ इन्जिनियर उहाँहरू पनि मलाई कल गरेर भनेको छ कि तिमीलाई यस्तो यस्तो गरिदिन्छ तिमी अब इन्जिनियरिङ पढ्नु तर मेरो चित्त होइन तिमी मेन चाहिँ मम्मी बिना भएको लागि तिमी कति क्लासमा सोचेको म डक्टर बन्छु भने 9 क्लासमा 9 क्लासमा पढ्दाखेरि अब मम्मीको अवस्था स्वास्थ्य अवस्था हेर्दाखेरि अब म चाहिँ डक्टरै बन्छु भने 9 क्लासदेखि तिमी त्यसपछि चाहिँ म डक्टरै बन्छु भनेर अगाडि लागि पढेन चाहे त्यो जस्तोसुकै होस् जस्तोसुकै कन्डिसन किन नहोस् चाहे म हस्पिटलमा पढ्न नपरोस् चाहे म दिउँसभरि काम गरेर बेलुका आएर थोरै सुतेर भयो भने थोरै सुतेर पनि त आफ्नो शरीरलाई रेस्ट नत्र भन्दा चाह्यो भने त मान्छे छोडिदिन पनि सक्थ्यो नि त होइन त्यत्रो कन्सम्साइमा काम गरिरहेछ दिमाग पढ्दाखेरि त आफ्नो दिमाग पनि त लगाउनुपर्छ राति 12 बजी बसेर उठेर त कोही पढ्न मन लाग्दैन नि त होइन धेरै तर म चाहिँ एउटा डेडिकेसन के तिम्रो डेडिकेसन लेभल चाहिँ एकदमै दामी सबैभन्दा प्रिपरेसन गर्दाखेरि तिमीले सबैभन्दा कठोर लागेको सबै मुस्किल लागेको फेल चाहिँ के थियो किन थियो त्यो चाहिँ मुस्किल के भन्नु मतलब यतिकै घरमा बसेर होइन विभिन्न ठाउँबाट आउँथ्यो होइन मान्छे चाहिँ मिठी बोल्थ्यो होइन पागल भइसक्यो भनेको छ होइन आमाको नाम हँसाइदियो होइन आमा बुवाको यत्रो मेहनत गऱ्यो होइन यत्रो पैसा उडाइदियो होइन प्लस2 को लागि मतलब अब के गर्छ यसो क्रिकेट खतम भइजाने होइन कतिजना त सिधै नि म मतलब जब +2 पढ्दा मैले आफ्नो घरमा नबस्दा होइन मलाई घरको त 2टा मान्छे रहेछ 2टा एउटा आमा होइन भिनाजोको कहिले मैले अरूको घरमा बस्दा नि मलाई सिधै घरबाट भगाइदिएको छ कि अरूको घरमा बस्दा अहिले नि लाग्छ नि भिडियोमा कति मिल्छ होइन मान्छे यस्तो हेरिदिएको छ नि मेरो आमा बुवालाई होइन हामीलाई खाने कुरामा नि छिनिदिएको छ कि मान्छे भन्छ नि कति मुखबाट छिलेको हुन्छ नि त्यस्तो छिनिदिएको छ यतिकै मतलब इमेज हेराइरहेको छ होइन भित्रबाट नि के कस्तो मान्छे छ त्यो मलाई थाहा छ कि त्यो फेजमा चाहिँ तिम्रो फ्यामिलीलाई पनि मान्छेहरूले गाउँ मान्छेहरूले हेपेको छ मेरो बुवा नै त्यत्रो बुझ्दैन कि सिधा मान्छे हो होइन अस्ति सिधा हो अनि गरिब पनि होइन राम्रो कुरा पनि बोल्दा नि गरिब मान्छे राम्रो कुरा बोल्दा नि नराम्रो लाग्दै रहन्छ होइन अनि कोही धनी हुन्छ 2टा गाली गरे पनि राम्रो सुहाउँदै रहन्छ कतिपय मान्छे एटिट्युड नेचर नै हो त्यस्तै अनि मतलब त्यतिकै हाम्रो आमा बुवालाई हेपेको धेरै छ धेरै मलाई आफै धेरै हेपेको छ मान्छे नि राम्रो रुट खोज्छ कि सबभन्दा पहिला कोही दलितैको कोही आउँछ नि त दलितमा को धनी छ त्यसलाई हेर्छ गरिबलाई कोही हेर्दैन एउटा त मेन भनेको तिमी गरिब भएर तिमीलाई तिम्रो फ्यामिलीलाई चाहिँ एकदम हेर्नु हो अर्को कुरा चाहिँ लाइक तिमी दलित भए तापनि दलितवाला माथिको दलितहरूलाई चाहिँ चिन्दैन नि त मतलब कोही आयो होइन दलितमा पनि रुट कसको राम्रो त्यो हेर्छ त्यो हेर्दैन कि को गरिब छ होइन हाम्रै अहिले नि 5 दिन कमाएन नि त खाना गाह्रो छ 5 दिन मेरो मोबाइल यस्तोमा पनि नि कहिले पनि काम गर्दैछ मेरो घरमा एउटा पनि मोबाइल छैन अहिले जे छ मेरो बुवा कहाँ छ मेरो एउटा अङ्कल हुनुहुन्छ नेतिलाल साथी होइन जसको केएमसी उसले 5 दिन कमाएन नि उसको घरमा खाना पनि छैन त्यस्तो मान्छे पनि छ पनि मतलब सुनेको छैन कि उनीहरू पनि दलित पनि आउँछ रुट राम्रो बस्नु त्यहाँ जान्छ हामीले हेर्दैन कि धेरै तिम्रो गाउँमा चाहिँ युवा समस्या चाहिँ एकदम धेरै छ होइन कति धेरै मान्छे होइन अब दलितमा के भन्नु हाम्रै गाउँमा नि कोही ठुलो जातको पनि गरिब छ नि उसलाई त पनि चिनेको छैन हामीहरू नि अहिलेसम्म नि हामीलाई मतलब 50-60 बिरो पानी खानु पर्दो रहेछ होइन 300 बिरो कसले दिएको छैन अहिलेसम्म दलितमा
कसैले अनि तिमीलाई अब धेरै मान्छेले चाहिँ बाबा मम्मीको पैसा सक्दियो सबैले अब यो पढ्दै पढ्दैन यसो गर्दै भने तिमीलाई चाहिँ त्यो त्यति बेला चाहिँ कस्तो लाग्थ्यो चित्त दुख्छ होइन मतलब बोल्नु पर्दैन नि त कसैले जवाब दिन्थेन होइन मतलब मेरो सोच एउटा हुन्छ कि मान्छेले आफ्नो खुसीको लागि नि जे पनि गर्दा नि ठिक छ बट कतिपय मान्छे यो बुझ्दै रहँदैन कि म आफ्नो खुसीले अरूलाई दुःख दिने होइन त्यो मेरो जस्तो अरूलाई दुःख दिइरहेको छ आफू खुसी भइरहेको छ त्यो मेरो यस्तो सोच छैन मैले एक्चुअली कम बोल्नु गएँ कसैसँग नबोल्नु कि यही कारण हुन्छ कि मैले आज खुसीको कारण उसले दुःखी हुनु परेन त्यस्तो सोचको म छु होइन अब मैले बोल्दा उसले हाँस्यो मैले खुसी भयो तर उसलाई दुःख हुनु परेन र त्यस्तो मान्छे सबै मान्छे सोच्दैन कि आफूमा चाहिँ प्रेसर नै दिइरहेको थियो जहिले अनि अब तिमीले त अब एमबिबिएसको नाम निकाल्यो एमबिबिएसको नाम निकालिसकेपछि तिम्रो मिडियामा चाहिँ एकदम धेरै प्रशंसा भयो नि त होइन जताततै सत्यनारायण साथी यस्तो गर्यो उस्तो गर्यो भनेर त्यो प्रशंसाले तिमी कस्तो रूपमा लिइरहेको छौ होइन अब मतलब के भयो भने मिडियाहरूमा आयो होइन मतलब बाहिरबाट मलाई धेरै नै हेल्प पनि आएको छ बट मतलब हेल्प अब जस्तै नि कतिपय मान्छे कस्तो छ भने मिडियामा मतलब सबै कुरा ठिक छैन कि त्यहाँ के भनेको छ कि मैले हेल्प गर्छु भनेर होइन मिडियामा चाहिँ म हेल्प गर्छु भने पैसा म दिन्छु तर अहिलेसम्म दिएको छैन ओके लाइक मिडियामा आएर चाहिँ म उसलाई चाहिँ यति हेल्प गर्छु यति पैसा दिन्छु हामी पनि देखिरहेको छौँ होइन यति हेल्प गर्छु तर दिएको छैन दिया छैन मान्छेहरू मतलब धेरैजना दिया छैन सबै मतलब मलाई जति दिया छ नि मैले सबै लेखाएको छु होइन टिकटकमा पनि हेरेँ 30 सेकेन्डमा 300 गइसकेको थियो दियो त्यसको होइन मलाई बाहिरबाट बोलायो भाइ तिम्रो डिलिट गर भनेर मैले डिलिट होइन प्राइभेट गरिदिएको छु तर म सबै टिकटकमा किनभने मलाई के मतलब छ होइन मतलब मैले डाल्ने अब मतलब राम्रै हो नि किन आफ्नो त्यो गर्नु म कतिजना मतलब कति हिसाब लिन्छु यो लिन्छु होइन म मतलब लेखेर मतलब सबै नि डालिदिएँ कि त्यही टिकटकमा मैले त्यहीबाट गर जे छ अब कतिजना के भनेको छ मिडियामा आएर म यति इन्डिया दिन्छु होइन यो दिन्छु त्यो दिन्छु भनेर तर अहिलेसम्म दिएको छैन मिडियामा चाहिँ म दिन्छु भनेर भन्यो तर नदिने तर अब कतिपय मान्छे जस्तै आशिका तामाङ दियो शर्मिला थापा होइन अब म्याक्सवेल भयो अनि जन भाइलेन्ट अब विभिन्न तिनीहरूले फेरि दिएको छ जति दिएको छ अब जति दियो गरे जस्तो यो अब कतिपय मान्छेले कस्तो भन्यो भने कि जस्तै विशाल सराडाले 10,000 पर मन्थ दिइरहेको छ त्यस्तो गाडी भएर अब मतलब कतिजना कस्तो भनेको छ भने मलाई हेल्प गरेर मेरो नाम नआउनु पर्यो ओके हेल्प चाहिँ गरे तर चाहिँ मेरो नाम चाहिँ भाइरल गर्ने अब जेसँग दिएर मलाई प्राइभेट पनि गर्छु बट मतलब बट अहिले भनेको अन्जुसा सिंह अब चिन्ने होला अन्जुसा सिंह अनि डेली भानु सिंह उहाँको छोरीको नाम सिङ्गिमा सिंह हुनुहुन्छ उहाँ साइन्टिस्ट हुनुहुन्छ सोसाइटी साइन्टिस्ट उहाँको छोरी चाहिँ साइन्टिस्ट हुनुहुन्छ अहिले अमेरिकामा हुनुहुन्छ उहाँले मेरो पढाइ जति खर्च लाग्छ उहाँले तिर्नुहुन्छ अहिले जे खर्च लागोस् जति कपी किताब ड्रेस यता जे छ उहाँले दिनुहुन्छ होइन अब विभिन्न मान्छेहरूले अब कतिपय मान्छेले ठुलो ठुलो नाम कमाएको छ मिडियामा होइन ठुलो मिडिया गर्ने हुनुहुन्छ होइन कतिले भन्यो यति पैसा म दिन्छु अहिले मलाई दिएको छैन होइन जस्तै अब काठमाडौँ नै मलाई बोलायो होइन त्यहाँ पनि पैसा दियो त्यस्तो मान्छेहरू भन्छ अनि अहिले चाहिँ तिम्रो आफ्नो अब रात्रिमा पनि त होस्टेल बस्नु पर्यो आफ्नो पर्सनल खर्च अनि त्यो चाहिँ आफ्नो म्यानेज भइरहेको छ भइरहेको छ होइन तिम्रो स्ट्रगलको बारेमा अब तिम्रो जीवनको पहिले +2 सम्मको कुरा भयो अब चाहिँ मेडिकलतर्फ लाग्न है तिमीले अब त 1-2 महिना भयो है मेडिकल स्टुडेन्ट गरेको 2 महिना भयो 2 महिनासम्म चाहिँ मेडिकल लाइफ चाहिँ कस्तो भइरहेको छ अब यो नयाँ होइन अब अलिअलि सेडल पनि हुँदैछु राम्ररी होइन सुरुमा आउँदाखेरि अलिअलि थोरै पढाउने हुन्थ्यो होइन इजी लागेको थियो अब त धेरै भइसक्यो बिस्तारै सुरुमा त अब के हुन्छ भने चाहिँ फर्स्टमा तिमी एमबिबिएस लाइन गरेछौ फर्स्टमा त एकदम धेरै कुरा बेसिक पार्ट सुरु गर्ने नि त अहिले सुरुमा पढ्ने भनेको जनरलमा चाहिँ बेसिक कन्सेप्ट होइन फर्स्टमा त थोरै पढाउँछ तर त्यो थोरै पढेकोलाई चाहिँ दिनदिनै पढ्दै जानुपर्छ अनि मतलब के छ नि अब त अब पहिला त थोरै दिनदिनै भ्याउँथ्यो बट अहिले भ्याइराख्यो हुन्छ के भने
एउटा पढ्छु एउटा बिर्सिन्छु अहिले अलिक गाह्रो पनि अहिले अलिक हल्का तर होइन म्यानेज गरिहालिन्छ बिस्तारै पढ्दै जाँदाखेरि चाहिँ तिमीलाई सुरुमा चाहिँ त्यो एउटा एमबिबिएस प्लस टूदेखिको एमबिबिएस फर्स्टमा त अलिक गाह्रै हुन्छ नि त तर तिमीले कसरी पढ्ने अगाडि कसरी गर्ने तिमीले बिस्तारै सुनिरहन्छ राख्दै जान्छ अनि कलेजमा त अब तिमी जुनियर अगाडि सिनियर पनि हुन्छ यसो ऱ्याङ्किङहरू केही पेस गरेको अहिलेसम्म ऱ्याङ्किङ भएको छैन ऱ्याङ्किङ भएको छ सुरुमा आउँदाखेरि मात्रै इन्ट्रोडक्सन भयो त्यति मात्रै इन्ट्रोडक्सन त है अनि दाजुहरू पनि धेरै हेल्पिङ लाइफ हुनुहुन्छ अलिक केही समय किनभने म तल बस्छु होइन दाजुहरू नै बस्छु अनि दाजुहरू पनि भन्नुहुन्छ कि केही समस्या पनि होइन चाहे केही पैसाको केहीको पढाइमा बुझेर हामीलाई सोध्दा हामीले सिकाउँछौँ सिनियरहरू राम्रो छ हेल्प गर्छ होइन कलेज चाहिँ कस्तो लाग्यो कलेज हामीले त सोधेर दिएन होइन यो त फर्स्ट सेकेन्ड भ्याएको छैन हो त्यस्तो नहोला भनेर पहिला बोर्डमा थियो होइन पहिला चाहिँ अब भर्खर हाम्रो चाहिँ फर्स्ट ब्याच उनीहरूको चाहिँ सेकेन्ड ब्याच अनि फर्स्टमा चाहिँ त्यस्तो एक्सपेक्टेसन थिएन होला सेकेन्ड ब्याच चाहिँ सकिए नै हुन्छ भनेर तर एक्सपेक्टेसन भन्दा चाहिँ राम्रो छ एक्सपेक्टेसन भन्दा चाहिँ राम्रो पायो ल अनि अब जस्तै अब तिमी जो यो कम्पिटिसनदेखि आफूले एकदमै धेरै मेहनत एकदम धेरै गरेकै हो नि त अनि एकदम धेरै मेहनत गरेर आजको यो आज यहाँ एमपिबिएससम्म आइसकेको छ नि त होइन अब तिमी जस्तै मान्छेहरू त सोसाइटीमा एकदमै धेरै छ होइन तिम्रो जस्तै कन्डिसन भएको धेरै छन् उनीहरूलाई चाहिँ के सजेसन दिन चाहन्छौ तिमीले होइन अब त मलाई त हाम्रो गाउँघरको मान्छेले हेरेर नै हो नि कत्रो मेहनत त्योबाट पनि त्यो इन्सपाइरेसन हुनुपर्ने होइन अब कतिपय विद्यार्थीहरू नि मतलब आफ्नो दोष दिँदैन जहिले गार्जेनको दोष दिन्छ कि मतलब टाइममा पैसा भएन यो भएन त्यो भयो +2 पास गरेपछि नि मान्छेहरू नि मतलब योग्य भइहाल्छ पैसा कमाउने चाहे बिल्डिङमा चाहे ट्युसन पढायो नि त्यो गरेर त पढ्ने मतलब काम गर्न सकिन्छ नि अहिले मतलब कस्तो छ नि मलाई कराउँदाखेरि नि हामी त केटा मान्छे हो होइन अहिले मतलब 2 जना हुनुहुन्छ एउटा सप्तरीको हुनुहुन्छ केटी मान्छे एउटा सरकारी उहाँ पनि पढ्दै हुन्छ अब आफ्नो लाइन यिनीहरू पनि काम गर्दैछ गरेर मतलब पढिँदैछ कि केटी मान्छे कस्तो दुःख लाग्यो मलाई आँसु नै आयो कि कल गर्दाखेरि ओके मतलब जस्तै तिमीले आफूले प्लस पछि मेरो फ्यामिलीले मेरो बाबा मम्मीले पैसा कमाइदिनु भएन त्यही भएर म पढ्दैन भनेर त्यो नसोचेर जसुकै कन्डिसन छ बरु म आफ्नो पढाइको लागि आफ्नो पढाइको अगाडि म बढाउँछु भनेर पढेर पढाइलाई निरन्तरता दियो त्यसैले सोसाइटीमा केटीहरूले पनि गरिरहेको छ है छ त एउटा सप्तरीको मलाई गर्नु 2 जनाको बारेमा बुझाएको छु एउटा सप्तरीमा अनि केटा त धेरै छ केटी बढी सप्तरीमा हुनुहुन्छ एउटा सरकारीमा होइन उहाँहरूको मतलब काम गरेर गर्दैछ कि काम गर्दै आफूले बढिरहेको कस्तो दुःखको कुरा हो कि अब केटी मान्छे त्यत्रो मेहनत गर्दैछ त्यो पनि काम गरेर मलाई त मलाई आँसु नै आएको थियो अब अझै नि त त्योबाट इन्सपाइरेसन आइरहेको छ नि केटा मान्छे बुझ्नु पर्यो त यार अब केटी मान्छेले गर्दैन अनि हामी के हो तर त्यही अब जस्तै हामीले अब हाम्रो परिवारमा आर्थिक अवस्था यस्तो छ भनेर त्यो एक्सक्युज गराउनु भन्दा चाहिँ मैले आफूले सपना देखाएको छु भनेपछि चाहे म जेसुकै डक्टरै बन्न सपना किन नदेकोस् अरू जेसुकै सपना होस् मैले चाहिँ आफूले गर्नुपर्छ मेरो सपना चाहिँ आफूले पुरा गर्नुपर्छ र त्यस अर्कोतिर चाहिँ मैले यो काम गर्नुपर्छ भनेर आफूले नसोच्दासम्म चाहिँ कहिले पनि हुँदैन भाइको अवस्थाबाट भाइको जिन्दगीदेखि हामीले चाहिँ के सिक्न सक्छौँ भने जसोसुकै कन्डिसन किन नहोस् चाहे त्यो घरमा पैसा नहुँदाको कन्डिसन अथवा युट्युबमा भिडियो नहुँदाको कन्डिसन जसोसुकै कन्डिसन रिसोर्स त तिमीसँग एकदम लिमिटेड थियो त होइन रिसोर्सहरू त अब हामीसँग अब जोसँग व्यक्ति जोसँग कति धेरै रिसोर्सहरू हुन्छ तर तिमीसँग एकदम लिमिटेड रिसोर्स हुँदै पनि तिमीले लाइक अहिले एमपिबिएसको नाम निकाल्यौ नि त होइन तिमी एउटा मेहनत गरेर आफ्नो दलित परिवार आफ्नो एकदम कमजोर परिवारबाट अगाडि आयो होइन तर तिमी जस्तै त तिम्रो गाउँमा एकदम धेरै समस्या भएको मान्छेहरू पनि अझै छन् नि त अनि त्यसको लागि चाहिँ सरकारले के गर्दै जस्तो लाग्छ होइन अब मतलब हामीलाई के भनेको थियो भनेर हामीले गाउँपालिका या मध्य सरकार होइन हामीलाई फर्म भर होइन हामीले सबैले फर्म भरे अब जसलाई समस्या थियो फर्महरूले मतलब हामीले आर्थिक सहयोग गर्छु भनेर होइन बट मतलब हामीले फर्म गर्यो आज कति 2-3 महिना भइसक्यो होइन त्यति बेला नै मेरो नाम निस्क्यो मिडियामा त्यति बेला नै उहाँहरूले फर्म खुलाउनु भएको थियो बट मतलब हामीलाई अब
मलाई यो बाहिरबाट हेल्प होइन मैले चाहिँ अब खुसी खुसी त्यो मतलब पढ्दैछु होइन मेरो चल्दैछ अब कतिपय साथीहरूको यस्तो समस्या छ नि कि मतलब अहिलेसम्म ट्याब पनि किनेको छ केही छ तिनीहरूको समस्या छ होइन तिनीहरूको ठुलो ठुलो समस्या भइरहेको छ पढ्नमा किनभने सबभन्दा क्रेस मर्निङ हो कि पढाइ मर्निङ हुँदैन नि त मतलब पढ्न जानु राम्रो लाग्दैन अहिलेसम्म छ अब यिनीहरू भने अब गर्थ्यो गर्ने बट अहिलेसम्म नि गरेको छैन हामीले होइन त्यो भनेको नराम्रो हो नि त तिम्रो मेन पोइन्ट भनेर चाहिँ के हो भने चाहिँ तिमी मिडियामा आयो होइन तिमी मिडियामा आएको कारणले गर्दाखेरि तिमीले त अझ सहयोग पायो तर तिमी जस्तो त धेरै व्यक्तिहरू छन् नि त जसले चाहिँ सहयोग पाएको छैन जसले चाहिने आफ्नो सपना पुरा गर्न सकेको छैन त्यसको लागि चाहिँ सरकारले चाहिँ केही कुरा चाहिँ गर्नु पर्यो होइन गर्नु पर्यो फर्म भराएको थियो फर्म भर्छु भनेर म अब हामी सहयोग गर्छौँ भनेर नगरपालिकाले गराइसकेपछि मधेस सरकारले गराइसकेपछि अहिलेसम्म केही गरेकै छैन सरकारले हेर्नु पर्यो होइन मधेस सरकारले के गरेको छैन हामीले त्यतिकै मतलब आफ्नो नाम कमायो हामी सहयोग गर्छौँ भनेर चाहिँ उनीहरूले आफूले मिडियामा चाहिँ गराए जसले उनीहरू प्रशंसा पनि पाए बट उनीहरूले चाहिँ केही गरेकै छैन होस् अब यो भिडियो कतै गयो भनेपछि चाहिँ यो समस्याले चाहिँ उहाँले हेर्नुहुन्छ भन्ने हामी आशा गर्छौँ भाइ तिम्रो कहानी चाहिँ एकदमै मोटिभेटिङ वाला छ जस्तै तिमीले आफूले उहाँ सपना देखेको डक्टर बन्छु भनेर जुन सपनाको लागि तिमीले जति मेहनत गर्यो त्यसको लागि चाहिँ एकदमै डेडिकेसन एकदम धेरै चाहिन्छ नि त हिम्मत पनि धेरै चाहिन्छ सो थ्याङ्क यू सो मच फर यर टाइम अझै पनि एमबिबिएसमा नाम निकालिसक्यो अझै पनि एकदम लामो जर्नी छ एमबिबिएस भन्दा 5 वर्ष त्यसको इन्टर्न चाहिँ धेरै राम्रो छ त्यसको लागि पनि बेस्ट विशेष अझै आगामी दिनहरूमा एकदमै धेरै मेहनत गर्दै जानु एकदमै धेरै प्रगति भएको हेर्न पाऊँ र हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद हजुरहरूको यस्तो भ्यालुएबल टाइम दिएको अनि उसको इन्सपाइरिङ स्टोरी सुनेकोमा यदि हजुरलाई यो पोडकास्ट मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला र म कृतिका दाङी फेरि पनि आउनेछु अर्को इन्सपाइरिङ एपिसोडका साथ टिल देन किप फाइटिङ ड्रिम थ्याङ्क यू